हेलो हेलो सबैजना वेलकम छ है मेरो युट्युब च्यानलमा। सबै सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि यता आरामै सन्चै छौँ। सबैको शुभ दिन रहोस्। अब दिन भन्दा अब बेलुका 5 बजिसकेको छ। हामी चाहिँ अब टुरमा निस्किरहेको छौँ। छोरी ल अब हामी लगभग 1-1.5 घन्टाको टुरमा छौँ होइन। छोरी हाई गरिदेऊ। गुड। कति घर बसिराख्नु होइन, यसो फ्रेस हौँ भनेर अब हामी चाहिँ माथि यो कहाँ यसरी सबै माथि जङ्गलको सल्लाहतिर छेडातिर एक राउन्ड बाइकमा घुमेर चाहिँ हामी फेरि पुनः घर आउँछौँ। केही हुँदैन छोरी। ओहो ल छोरी जाऊ ल। हेलो छोरी। लडिन्छ है छोरी। खरा त्यो सम्राट नजाने रे उहीँ बाहिर। खै शम्भु खै खरा राखेको छ के सम्राट खै त हो आइज लडिन्छ है ल। छोरी र म बाइक निहाल्छ नि जाउँला। कता छ त श्रीको चप्पल त श्री कहाँ जाने हो? हेलो छोरी श्री आऊ जाउँ। खोइ यो हेलमेट पनि बिग्रिन लाग्छ कि यार। श्री हेर त पुरै बाङ्गो भएछ त। अलि गर्नु हेर त त्यो कलदल झर्दो रहेछ त। ए फेरि अरू किन्न पनि हो क्या। सम्राट नजाने आऊ छोरी उता हाई गरिदेऊ। यता मम्मीलाई हाई गरिदेऊ।
हामी फाइनली यहाँ पोर्टुगालमा पुगिसक्यौँ है। ठ्याक्क भेट्नु भयो। हेलो दाजु के छ? फोन बेला भन्नु बिहान आउनु न हाम्रो घर। बिहान बोलाउनु है है ल जान्छु ल। बिहान आउँछु बिहान। पुगिसक्यो कटुकीको कटुका कटकुवा होइन मलाई थाहा पनि छैन खाउन के भन्छ कटकुवा रे कटकुवा जाऊ छोरी झर को माथि जाने आऊ कोही माथि पट्टेल एकछिन रोक है गाडी आउँछ है त्यो समान है फेरि माथि पट्टेल जाने करस रोड करस रोड करस रोड करस रोड करस छोरी आया छोरी ओहो छोरीको त्यो हेरेर भिडियो सेन्टर देखेको छ मम्मी ल जङ्गलमा खेला है एकछिन है खतरा छ ल जाऊ खेल्ने रे क्या सिरी त्यहाँ त्यो खेल्नलाई बनाऊ कि यो फोटो खेल्न बनाऊ ल बनाउँदै हो कि बनाइसक्यो हो यो छोरीको राम्रो फोटो निकालिदियो सिरी छोरी राम्रोसँग बस्छ छोरीको चाहिँ सिरीले सेल्फी हान्दैछन् है फोटो खिचिदिनेछन् छोरी खतरा छ है छोरीको स्टाइल चाहिँ ल यो चाहिँ यहाँ सल्लाह अगाडि छोरीले चाहिँ फोटो खिच्दैछन् ऊ दामी छ सल्लाह ल छोरी र छोरीलाई चाहिँ हामीले सल्लाह अगाडिमा घुमाइरहेको छौँ होइन जङ्गलमा हो कि छोरी कति घरमा बसिराख्नु सब आगो लागेर मरेको ओहो खै सिरी यता देखाउ त हेरेर सिरी छोरी जाऊ ममसँग जाऊ आऊ ममसँग जाऊ छोरी न ममसँग हिँड समय छ 6 बज्न लागिसक्यो अनि छोरी के कसो भन त मम्मी चाहिँ माथि टिकटक बनाउँदैछन् सिरी छोरी म चाहिँ यहाँ तल यसरी बसिरहेछौँ छोरी हाई गरिदेऊ मेरो छोरी हेलो छोरी हाई गरिदेऊ गुड छोरी चाहिँ ज्ञानी छि भनेको अनि अब घर जानु लाग्यो होइन ल बनाउनु त बनाऊ सिरी अब चाहिँ हामी घर हाम्रो बाइक चाहिँ यस्तो ट्याक्क हामीले यो साइडमा राखेको थियौँ होइन छोरी के कसो ल अब घर जाने ल फर्स्ट पनि छोरी ओहो छोरीको खुट्टामा चोट लाग्यो छोरीको खुट्टामा चोट लाग्यो दुख्यो ल छोरीलाई दुख्यो अरे खुट्टामा चोट लागेको थियो छोरीको चाहिँ होइन सिरी जाउँ अब आऊ हेलो सिरी छोरी अब जानुपर्छ हस् हस् भनिदेऊ घर जानुपर्छ हस् हस् भनिदेऊ छोरी चलाउनु लाइन है
अरू आहा छोरीको हाँसो चाहिँ दामी छ है छोरी भएपछि जाउँ अब अब घर घर पढ्ने है छोरी हस् घर घर पढ्ने हस् गुड छोरी ज्ञानी छ ल कस्तो दामी छ है भ्याली आहा ल यसको चाहिँ राम्रो भ्याली कस्तो राम्रो छ है हामी चाहिँ अब यो कटुकाको डाँडामा छौँ सुर्खेतदेखि लगभग 6-7 किलोमिटर माथि सुर्खेतको भ्यालीभन्दा माथि यो गुराँसी जाने बाटोमा दैलेखको रोडको डाँडामा एकदम राम्रो भ्याली देखिरहेको छ यहाँ तल हाम्रो ब्याक साइडमा चाहिँ यति राम्रो यति आनन्द आयो हामीलाई चाहिँ यो सल्लेरी गाडीमा चाहिँ हामीले यो दुईवटा फोटोहरू पनि खिच्यौँ टिकटकहरू पनि बनायौँ होइन सिरी हेलो हो कि सिरी भन्नु त सिरीलाई अझै चित्त बुझिरहेको छैन अझै पनि बनाउँदैछन् यो डाँडामा एकदम आनन्द लिइरहेको सिरी चाहिँ एकदम सन्तुष्टि छन् है म पनि छु एकदम ह्याप्पी छौँ हामी छोरो चाहिँ आएन छोरी म सिरी चाहिँ आयो छोरो चाहिँ घर पुगेर घरमा बसिरहेको छ भने हामी चाहिँ यो डाँडाको मनोरञ्जन लिइरहेको छौँ तपाईँहरू पनि घुम्न आउनु होला है